सो हेलो गाइज वेलकम टु माई सेकेन्ड भ्लग। सो आज चाहिँ हामी घरमा बस्दा बस्दा अल्छी लागेर चाहिँ सिस्नेरीतिर जाउँ भनेर मलाई खिच न कहाँ उता खिचेको। सो आज चाहिँ घरमा बस्दा बस्दा यसो घुम्न जाऊँ न त भनेर सिस्नेरी हिँडेको बाटोमा दक्षिणकाली परेको भएर दक्षिणकाली पनि यसो दर्शन सर्शन गऱ्यौँ किनकि एकदम धार्मिक छु नि त म। अनि यसो यस्तो राम्रो सिनेरिज आएको थियो र एउटा फोटो त खिचिक्क पार्नु पऱ्यो भनेर एउटा पोज पनि दिइहालेँ, हेलमेट पनि देखाइहालेँ। त्यसपछि यस्तो खतम बाटो रहेछ, तुफान कुदाएँ मैले किनकि माउन्टेन ड्यू खाएर आएको थिएँ मैले। हेर्नुहोस् मेरो जलवा अलिअलि यसो देखाउँछु म अनि भिडियो खिचेको बेलामा चाहिँ। अनि जाँदै क्रममा चाहिँ एउटा यो ढुङ्गा भएको गुफा पनि भेटिएको थियो, ओम सोम लेखेको थियो र भगवान्को मन्दिरै होला भनेर छिरेको, मान्छे पनि नअट्ने खालको गुफा रहेछ र अनि फोन पनि झऱ्यो त्यही क्रममा। हेर्नु त अनि फेरि फोन टिपेर जान्छु ढुङ्गा। अब खानासाना खाइएको थियो, हात कहाँ धुम भइरहेको थियो। यहाँ एउटा मैले सिस्नेरीको पोखरी पनि देखेँ, झन्डै हात धुन गएको मुख पनि झन्डै चोप्यो त्यहाँ। हात धुएँ अनि केही पनि भएको छैन जस्तो एक्टिङ गरेर यसो कुल भएर हिँडेँ पनि। अनि दिदीलाई पनि आउनुहोस् एकचोटि खिचौँ भनेको, घुम्न थाल्नुभयो दिदी, लड्न मन लागेको होला उहाँलाई। सो आजको चाहिँ यति नै राखौँ होला ब्लग। बाई बाई गाइज। ए साँच्ची एउटा कुरा भन्नै बिर्सेँ, लास्ट टाइम मोमो पनि खाएको थियौँ हामीले।